एमसीसी पास भएको केही समयपछि प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा दुई देशबीच एसपीपी सम्झौता गर्ने तयारी भएको बुझिएको छ। दुई देशबीच संयुक्त सैन्य अभ्यास हुनु सामान्य भए पनि एसपीपीका लागि प्रस्ताव गरिएका बुँदाहरू भने शङ्कास्पद छन्। सञ्चार माध्यममा आएका प्रस्ताव हेर्दा असंलग्न परराष्ट्र नीति अँगालेको नेपाललाई सैन्य गठबन्धनको सदस्य बनाउन लागि जस्तो देखिन्छ। कतिपय बुँदाहरूले नेपालको विदेश नीतिलाई प्रभाव पार्नेदेखि छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई समेत असर गर्ने खालका देखिन्छन्। यसको तयारी सन् 2015बाटै भए पनि अमेरिकी सरकारले सम्झौता गर्न ताकेता अहिले गरेपछि यो चर्चामा आएको। यो रिपोर्ट हेर्नुहोस्। संयुक्त राज्य अमेरिकाको रक्षा विभाग र नेपालको रक्षा मन्त्रालय बीच हुन लागेको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौताको मस्यौदा बाहिरिएको छ। यसको आधिकारिकता बारे पुष्टि हुन भने बाँकी छ। गत अप्रिलमा एउटा नेशनल गार्डका कमान्डर माइकल जेटरले नेपाल भ्रमणका क्रममा 10वटा धारा रहेको 6 पृष्ठ लामो सम्झौताको मस्यौदा नेपाललाई बुझाएको बुझिएको छ। यो मस्यौदा अनुसार नै सम्झौता भएको खण्डमा नेपालको जुनसुकै भागमा अमेरिकी सैन्य गार्ड तैनाथ हुन पाउनेछ। प्रस्तावित एसपीपी सम्झौताको मस्यौदामा नेपालको भूमि अमेरिकी सैन्य गार्डको प्रयोगका लागि बाटो खोलिएको छ। प्रस्तावित सम्झौताको धारा 1 को धारा 1 मा अमेरिकी सेना एउटा नेशनल गार्डले नेपालको कानून बमोजिम हुने गरी नेपाली सेनाका ब्यारिकहरू नेपाली सेनाले जस्तै गरी प्रयोग गर्न पाउने भनिएको छ। त्यस्तै अमेरिकी नेशनल गार्डका अतिरिक्त कन्ट्र्याक्टरले समेत सम्बन्धित गाडी र हल्का वायुयानहरू प्रयोग गर्न पाउने भनिएको छ। ट्रेनिङ तथा ट्रान्जिटसँग सम्बन्धित सहायता गतिविधि, मर्मत सम्भार, कर्मचारी आवास, संसार, तेल भर्ने तथा तैनाथी आदिका लागि आपूर्ति सामग्रीहरूको प्रयोग गर्न नेपाल सरकारले अनुमति दिने उल्लेख छ। प्रस्तावित सम्झौताको धारा 2 मा नेपालमा गरिने कार्यहरूमा लाग्ने खर्च अमेरिकी पक्ष आफैले बेहोर्ने तर उनीहरूको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्नुपर्ने भनिएको छ। त्यस्तै धारा 3 को 1 मा विभिन्न 9वटा क्षेत्रमा अमेरिकी सेना र नेपाली सेनाबीच सहयोग आदान प्रदान हुने भनिएको छ। जस्तै उच्च भूगोल उत्तरी हिमाली क्षेत्रमा पारस्परिक सैन्य अभ्यास गर्ने, नेपाली सेनाका जवानहरूलाई अमेरिकामा सैन्य विषयमा पढ्न पठाउने, एउटा नेशनल गार्डका सिपाहीहरूलाई नेपाली सेनाको नेशनल डिफेन्स आर्मी कोर्समा सहभागी गराउने, नेपालका गैरसैनिक नागरिकहरूलाई नेपाल सरकारले सिफारिस गरे अनुसार अमेरिकामा अवलोकन भ्रमणको सुविधा दिने, नेपाली सेनाले मागे अनुसार हल्का एवं कम घातक सैन्य सामग्रीहरू अमेरिकाले उपलब्ध गराउने सम्मका हुँदा उल्लेख गरिएको छ। धारा 8 मा सम्झौता कार्यान्वयनका लागि $500 मिलियन अर्थात् 50 अर्ब रुपियाँ भन्दा बढी नेपाललाई उपलब्ध गराउने भनिएको छ। सन् 2015 को सेप्टेम्बरमा राजेन्द्र छेत्री प्रधान सेनापति रहेका बेला अमेरिकाले पहिलोचोटि एसपीपी को खाका प्रस्ताव गरे पनि अघि बढेको थिएन। तर सन् 2019 मा अमेरिकी रक्षा अधिकारीहरूले सन् 2015 को एमओयू प्रस्तावलाई केही संशोधन गरेर पठाएर सम्झौताका लागि थप दबाव दिएका थिए। पछिल्लो समय शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि र मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता संसदबाट पारित भइसकेपछि अमेरिकाले फेरि नेपाल सरकारलाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न ताकेता बढाएको हो। यस विषयमा हामीले नेपाली सेनाका प्रवक्ता नारायण सिलवाललाई सोधेका थियौं। सिलवालले भने नेपाली सेनालाई यस विषयमा कुनै पनि औपचारिक जानकारी नभएको दावी गरे। जुन एसपीपी को मस्यौदा जुन बाहिर मिडियामा देखेको छ त्यस सम्बन्धमा नेपाली सेनालाई औपचारिक अनौपचारिक आदि अफिसियल अनअफिसियल कुनै पनि रूपमा कतैबाट पनि त्यस्तो एसपीपी सम्बन्धी सम्झौताको मस्यौदा प्राप्त भएको छैन। अमेरिकी सेनाका इन्डो पेसिफिक कमान्डका जनरल चार्ल्स ए फ्लिन्डले गत साता मात्रै नेपालका प्रधान सेनापति, प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारले भेटेर अमेरिका फर्किएका छन्। भ्रमणपछि उनले नेपालको सहयोगका लागि भविष्यको अवसरका लागि प्रतीक्षारत छौं भन्दै सांकेतिक ट्विट गरेका छन्। सम्झौताको मस्यौदा बाहिरिएपछि प्रतिनिधि सभामा मंगलबार चर्काचर्की नै भएको छ। सांसदहरूले एसपीपी र प्रधानमन्त्रीको भ्रमणमा हुने सम्झौताका बारेमा स्पष्ट पार्न आग्रह गरेका थिए। र प्रधान सेनापतिज्यूको अमेरिका भ्रमणमा यी सबै बोर्डामा सही छाप गराइने र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई समेत समर्थन गराइने भन्ने आएको छ। र यसमा योभन्दा अगाडिको एमालेको सरकारका मन्त्रीहरूको पनि संलग्नता रहेको भनेर बाहिर आएको छ। यसकारण यसमा जो संलग्न छन् ती सबै पार्टी, राजनीतिक पार्टी र सरकारको तर्फबाट जिम्मेवार मन्त्रीहरूले यो सदनलाई यथार्थ जानकारी दिलाउनु जरुरी छ। सभामुख महोदय, सहयोगको नाममा एमसीसी स्वीकार गरेर आर्थिक र सामरिक योजनामा फैसकेको पृष्ठभूमिमा स्टेट पार्टनरशिप एसपीपी को स्वीकार गरी अर्को गल्ती गर्नु हुँदैन र नगरियोस्। यसबारे नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरोस्। एमसीसी पास गर्दाखेरि व्याख्यात्मक टिप्पणीको बारेमा अझै पनि स्पष्ट नभइसकेको पक्षलाई पनि अहिले म ध्यान आकृष्ट गर्न चाहन्छु। विभिन्न कोणबाट चर्चा परिचर्चा र आशंका उठे जस्तै र आज पत्रिकामा आए जस्तै नेपालले अमेरिकाले लामो समयदेखि प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राममा हस्ताक्षर गर्न लागेको उपराष्ट्र मन्त्रीज्यू, यसमा प्रश्न जवाफ दिनु होला। अमेरिकाले गरेको 10 बुँदे प्रस्ताव के हो,
यसबारे परराष्ट्र मन्त्रीज्यूले सदनलाई जानकारी गराउन माग गर्दछु। धन्यवाद। अमेरिकी इन्डो पेसिफिक स्ट्राटेजी तथा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँग स्टेट पार्टनरसिप प्रोग्रामको सैन्य गुटमा सामेल हुन लाग्नुको खबर छ। त्यो किन गरिएको हो, कसको स्वार्थको लागि हो, यसमा पनि सरकारको जवाफ चाहिन्छु। आज सार्वजनिक मिडियाहरूमा 5 पृष्ठको 10 मुदे सम्झौता पत्र स्टेट पार्टनरसिपको सम्झौता पत्र सार्वजनिक भएको छ। यद्यपि यो विषय रक्षा मन्त्रालयसँग सम्बन्धित छ, परन्तु परराष्ट्र मन्त्रालयको सहमति बिना यो अगाडि बढ्न सक्दैन। तसर्थ यसको चौतर्फी विरोध हुँदाहुँदै पनि किन सरकार यसरी बल मिचाइ गरिरहेको छ, म सम्माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूलाई यो प्रश्न सोध्न चाहन्छु। उनीहरूको जवाफमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा कुनै सैन्य सम्झौता नहुने र कुनै विवादित सन्धि नहुने बताएका छन्। निश्चित अवधि 20 वर्ष 25 वर्ष र उनीहरूको चाहिँ सैन्य सहयोग गर्ने, कुनै परे आएको बेला कसैले आक्रमण गर्यो भने सहयोग गर्ने, त्यो ट्रिटी कुरा हो। त्यसपछि एलायन्स आउँछ, कहिलेकाहीँ लुज एलायन्सहरू गठबन्धन हुन्छन्। ती गठबन्धन पनि कुनै पर्मानेन्ट हुँदैन, कहिलेकाहीँ त्यो गठबन्धन ट्रिटीको रूपमा जान्छन्। अनि पार्टनरसिप भनेको साझेदारी र तिमी हामी मिलेर यही कामहरू गरौँ भनेर भनेको त्यो कन्सेप्ट अफ पार्टनरसिप। त्यही कारण यस अन्तर्गत जो अहिले बाहिर मिडियामा आएको छ कि सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल, अनि अहिले चार्ल्स फ्लिनको भिजिटले त्यो खालको कुराहरू होइन। आदरणीय सम्माननीय सभामुख महोदय मार्फत मान्य सांसदज्यूहरूलाई म विनम्र अनुरोध गर्दछु। नेपाली कांग्रेसको नेतृत्वको यो सरकार त्यत्तिकै स्वाभिमानी छ, त्यत्तिकै राष्ट्रवादी छ, त्यत्तिकै देशभक्ति छ जो हिजोका दिनमा योभन्दा अगाडिको सरकार थियो। उच्चतः एसपीपीका विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ। सरकारले एमसीसी पास गराएसँगै पुनः गोप्य रूपमा एसपीपी सम्झौता गर्न लागेको भन्दै विरोध भइरहेको छ। दर्शक महानुभावहरू, सर्वत्र चासोको यो विषयका सामान्यभन्दा सामान्य कुराहरू जान्न बुझ्न जरुरी भएको यो परिप्रेक्ष्यमा आम नागरिकलाई बुझाउनका लागि भनेर हामीले यतिखेर कुराकानीका लागि भिडियो कल मार्फत सम्पर्क गरेका छौँ पूर्व परराष्ट्र मन्त्री एवं परराष्ट्रविद रमेशनाथ पाण्डेज्यूलाई हामीले भिडियो कल मार्फत जोडेका छौँ। सर नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। यो सबभन्दा पहिला चाहिँ आम मान्छेले बुझ्न जरुरी हुने रहेछ, किनभने जसरी चाहिँ नि विषयहरू गिजोलिन्छन् र जसरी आफ्नो स्वाद र सुविधा अनुसार झुकाव अनुसार मानिसहरूले विज्ञदेखि लिएर राजनीतिक कर्मीहरूले चाहिँ विचारहरू राख्छन् विभिन्न विषयहरूमा, त्योभन्दा पहिला आम नागरिकले बुझ्ने गरी यो के हो, यो सम्झौता जुन भनिएको छ, यो एसपीपी, यसबारेमा आम मान्छेले बुझ्ने गरी केही चिज बताइदिनुहोस् न। तपाईँको बुझाइ के हो यसबारेमा? यो आम नेपालीले, तपाईँका श्रोताहरूले सबभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यो कुरा एउटा विश्वको त्यो महाशक्ति जो आफ्नो महाशक्तिको एक ध्रुवीय विश्वमा एकाधिकार चलाइराखेको महाशक्तिको हैसियतबाट तल खस्किँदै गएको छ र त्यो आफ्नो हैसियतलाई जोगाउनको निम्तिमा प्रयत्नशील छ। त्यो राष्ट्र र एउटा विकासोन्मुख राष्ट्र जसको छिमेकी उसलाई चुनौती दिनुको निम्तिमा महाशक्तिको हैसियतको लागि चुनौती दिनुको लागि अगाडि बढिसकेको छ, त्यो बीचको सम्बन्धमा एउटा नयाँ अध्याय जोडिन लागेको स्थितिमा नेपाली जनताले बुझ्नुपर्छ। यसलाई सामान्य दुईवटा राष्ट्रको बीचमा भएको साबे बमोजिमको कुरा भनेर ठान्नु हुँदैन। दोस्रो कुरा बुझ्नुपर्ने कुरा के हो भनेदेखि यो चाहिने जुन स्टेट पार्टनरसिप प्रोग्रामको कुरा आइराखेको छ, त्यो प्रोग्रामको कुरा गर्नुभन्दा अगाडि हामीले एमसीसीको कुरा गरेर लामो समयसम्म मुलुकमा होहल्ला मचाएर नेपालको राजनीतिमा ध्रुवीकरण गरिदियौँ पक्ष र विपक्षमा। त्यो ध्रुवीकरण र त्यो उत्तेजनाको लहर चाहिने साम्य भएको जस्तो देखिएको पनि साम्य भएको छैन, किनभने त्यसले खडा गरेको जुन प्रश्न छ त्यो प्रश्नको जवाब आएकै छैन। जवाब के हो भनेदेखि हामीले त्यो पारित गर्ने बेलामा जुन प्रस्ताव संसदबाट पारित गर्यौं र भन्यौं कि यो चाहिँ सम्झौताको अभिन्न अङ्ग हो, यसलाई स्वीकार नगरेको खण्डमा सम्झौता रद्द हुन्छ भन्यौं। त्यसलाई अमेरिकी सरकारले आजको दिनसम्म स्वीकार नगरेको मात्र होइन, एक्नलेज पनि गरेको छैन, जसमा हामी कसैले
चासो पनि देखाउन छोडिसकेका छौँ। ओके। त्यो ब्याकग्राउन्डमा यो कुरा आइराखेको छ। यसैमा हामीले सबभन्दा गम्भीर भएर विचार गर्नुपर्ने कुरा के हो भने वर्तमान परराष्ट्र मन्त्रीले 2078 साल 17 कार्तिकमा सार्वजनिक रूपमा एउटा वक्तव्य दिएर के भन्नुभएको थियो भने नेपालको आकाशमा यो अन्तर्राष्ट्रिय चलखेल बढिराखेको छ भनेर भन्नुभएको थियो। यो कूटनैतिक भाषामा आकाश भन्ने बित्तिकै नेपालको भविष्यको कुरा आउँछ। नेपालको भविष्यमा अन्तर्राष्ट्रिय चलखेल भइराखेको छ भनेपछि त्यो चलखेल भनेको के थियो, चलखेललाई रोक्नको निम्तिमा अहिलेसम्म के कति भए यतिको 6-8 महिनामा भन्ने कुरामा न उहाँले जनतालाई बताउनु भयो न प्रतिपक्षले यसको बारेमा प्रश्न गर्यो। त्यसले के बताउँछ भने हाम्रो सामान्यमा जुन गम्भीर प्रश्न आउँछ त्यो गम्भीर प्रश्नलाई हामी तत्काल सामसुम पार्नपट्टि मात्रै लाग्छौँ। त्यसको दीर्घकालीन जुन त्यसले असर गर्छ त्यो असरमा हामी वास्ता गर्दैनौँ। एउटा कुरा त्यो। दोस्रो कुरा यो जुन अहिले स्टेट पार्टनरसिप प्रोग्रामको कुरा आएको छ, अब यसलाई नेपाल सरकारले यसलाई सार्वजनिक गरेको छैन। यसमा के छ, आएको हो अथवा होइन, आएको भए यसमा के कति छ भन्ने कुरा पनि नेपाल सरकारले बताएको छैन। अब तर अमेरिकी जनरल जो अहिले हालसालै नेपालमा भ्रमण गरे, त्यो जनरलले भ्रमण गर्दाखेरिमा राष्ट्रपतिलाई भेटेर उनले के भने कोट गरिरहेको छु म राष्ट्रपतिका प्रेस प्रवक्ताको, उहाँले के भन्नुभयो भनेदेखि चाहिँ नि यो हाम्रो नेपाल आर्मी चिफको भारत अमेरिका भ्रमणको पूर्व तयारीको लागि म आएको हुँ भनेर उहाँले भन्नुभएको छ। त्यस्तो के हो? त्यस्तो अब यहाँ विचार गर्नुहोस्, नेपालको आर्मी चिफले अमेरिकाको भ्रमण गर्न थालेको यो पहिलो पटक होइन। योभन्दा अगाडि धेरै आर्मी चिफहरू अमेरिका गएका छन्। त्यो बेलामा एक पटक पनि अमेरिकाबाट त्यो भ्रमणको तयारी गर्नको निम्तिमा कोही त यहाँ आएको थिएन। अहिले चाहिँ किन आउनु पर्यो त? त्यो किन आउनु पर्यो त भन्ने प्रश्नको जवाब खोज्ने प्रयास कसैले पनि गरेको छैन। अब अलिकति थपिहाल्छु यहाँलाई, यो होला महत्त्वपूर्ण मुद्दा तपाईँ नबिर्सनु होला। म एउटा के थप्न यहाँ चाहन्छु भने अब हामीकोमा विज्ञता भन्ने कुरालाई पनि तौलनु पर्ने, जाँच्नु पर्ने अवस्था आएको छ। मेरो प्रश्न अलिकति निर्मम भएछ भने मलाई क्षमा गर्नुहोला, तर जसका अभिव्यक्तिहरूलाई हामी विश्वास गर्छौँ तिनको ब्याकग्राउन्ड, तिनको इच्छा, तिनको चाहना हेर्ने हो भने कोही चाइनाको इन्ट्रेस्टमा विभिन्न कारणले बोलिरहेको, कोही अमेरिकी इन्ट्रेस्टमा विभिन्न कारणमा बोलिरहेको, अनि त्यो इन्ट्रेस्ट काहीँ न काहीँ भइरहेको, लुकिरहेको हुँदाखेरि समर्थन र विरोध वस्तुमा तथ्यमा नगइकन म त चाइनातर्फ ढल्किएको मान्छे अथवा म त अमेरिकातर्फ ढल्किएको मान्छे अथवा भारततर्फ ढल्किएको मान्छे भनेर त्यो ढल्काइलाई नै आधार मानेर अभिव्यक्तिहरू दिने, ढाकछोप गरिने, तर्क वितर्कहरू हुने त्यस्तो चलन चलिरहेको छ। अब यहाँले अहिले दिनुभएको यो अभिव्यक्तिमा मैले त्यस्तो आशंका गर्न पाउँछु कि कहीँ कतै चीनको फेभरमा तपाईँ रहनु भएको कारणले गर्दाखेरि यो अभिव्यक्ति दिइरहनु भएको छ भन्ने आशंका गर्न पाउँछु मैले। जस्ट एउटा आम मान्छेको यो बडा विज्ञहरूका लागि अथवा जति पनि विद्वता नै एउटा सङ्कटमा परेको बेलामा मैले यदि प्रश्न सोध्ने आँट गरेँ तपाईँलाई। है, तपाईँले प्रश्न सोध्नुभएको एकदम सही प्रश्न गर्नुभएको छ। त्यो नेपालको पीडा पनि यही नै हो। तर जहाँसम्म मैले अहिले भनेको कुरा त मैले भारत र चीनको स्वार्थलाई हेरिराखेको छैन, म नेपालको स्वार्थलाई हेरिराखेको छु। मैले पटक पटक मेरो सार्वजनिक अभिव्यक्तिहरूमा मैले यो कुरा भन्ने गरेको छु कि हरेक मुलुकले नेपालले भूगोलको अधिक प्रयोग पनि गर्न हुँदैन, कम प्रयोग पनि गर्न हुन्न। ओभर युज अफ जियोग्राफी अथवा अन्डर युज अफ जियोग्राफी खतरनाक हुन्छ। युक्रेनले जियोग्राफीको अधिक प्रयोग गर्न खोज्दामा यो दुर्गति भएको छ भन्ने कुरा मैले भन्ने गरेको छु। त्यसैले मैले अहिले तपाईँलाई जति कुरा भनिरहेको छु त्यो कुराको मूल कारण के हो भने हाम्रो देशको अस्तित्व, हाम्रो देशको शान्ति, हाम्रो देशको स्थायित्वलाई जोगाउनु पर्छ र त्यो चाहिँ जोखिममा पर्या हो कि भनेर मैले परराष्ट्र मन्त्रीजीको पछिल्लो वक्तव्यको कार्तिक 17 गतेको वक्तव्यको सुरुमा उल्लेख गरेको कारण त्यो थियो। अब यता फर्केर आउनुभयो भनेदेखि के देखिन्छ भने यो सबभन्दा महत्त्वपूर्ण कुरा नेपालको लागि के हो भने हाम्रो भूगोल त हाम्रो सृष्टिको बेलामा जुन थियो त्यही नै भूगोल छ। तर विश्वको परिस्थितिले गर्दा
आजको क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा नेपालको भू राजनैतिक महत्त्व अत्यन्तै बढेर गएको छ। नेपाल भारत, चीन र अमेरिकाको सामरिक राडारमा परेको केही वर्ष भइसकेको छ। त्यसको तापहरू तपाईँ हामीले भोगिराखेका छौँ, तापहरू आइराखेका कुरा पनि प्रष्ट भइसकेका छ। यस बेलामा हामीले भूगोलको सदुपयोग गर्न जान्नु पर्यो, त्यसको निम्तिमा सिप देखाउनु पर्यो। त्यसमा हामी कमजोर हुन थालेका छौँ। सबभन्दा गम्भीर कमजोरी के भएको छ भने हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई हाम्रो भौगोलिक जियोपोलिटिकल सेन्सिटिभिटी, संवेदनशीलतालाई हामीले हेक्का राखेनौँ। उदाहरणको लागि म बताउँदैछु, आज जुन कुरा अहिले आइराखेको छ यो नेपाल र अमेरिकी सेनाहरूको बिचको सम्बन्धको कुरा, दुईटा सेनाको बिचको सम्बन्धको कुरा भन्ने बित्तिकै संवेदनशील हुन्छ, त्यो अत्यधिक महत्त्व हुन्छ। त्यो कुरामा आजको दिनसम्म नेपाल सरकारले आफ्नो जनतालाई, प्रतिपक्षलाई, यहाँका अनुभवी मानिसहरूसँग सरसल्लाह पनि गरेको छैन, लुकाएर किन राखेको छ? त्यसले एउटा प्रश्न खडा भएको छ। त्यो प्रश्नको जवाब खोज्दाखेरिमा हामी के फेला पार्छौँ भनेदेखि हामीले यो अहिले जुन सरकार देशमा छ त्यो सरकार पछिल्लो आम चुनावमा नेपाली जनताको सामूहिक विवेकबाट निर्वाचित भएको सरकार यो होइन। पछिल्लो आम निर्वाचनमा सामूहिक विवेकबाट जनताले छानेको सरकारले आफूले पाएको बहुमत उपयोग गर्न नसकेपछि, त्यसको सदुपयोग गर्न नसकेपछि, त्यसलाई जोगाउन नसकेपछि त्यो आफ्नै परिबन्धले विघटित भयो र परिस्थितिको परिबन्धले यो वर्तमान सरकार बनेको हो। यो सरकारको काम अहिले केही समय दैनिक शासन चलाएर आम निर्वाचनमा गएर जनताको फ्रेस म्यान्डेट लिने हो। जनताको फ्रेस म्यान्डेट लिनको निम्तिमा आजै निर्वाचन आयोगले चुनावको प्रक्रिया प्रारम्भ भएको घोषणा गरिसकेको छ। अब केही दिनमा चुनावको मिति घोषणा हुनेवाला छ। त्यस्तो चुनावमा जान लागेको सरकारलाई के हतारो पर्यो र आज यो स्टेट पार्टनरसिप प्रोग्राममा सही नगरी नहुने भयो। हजुर, सही नगरी नहुने भए अहिलेसम्म नेपाल सरकारले नेपाली जनतालाई किन विश्वासमा लिएन? आज संसदमा परराष्ट्र मन्त्रीजीले जो वक्तव्य दिनुभएको छ त्यो वक्तव्यलाई नै, त्यसको शब्दहरूलाई नै विश्वास गर्ने हो भने यसको कुनै झलकै पाइँदैन। तर अब एउटा यसमा अब आशंका यो जस्तो यसलाई हामीले कसरी बुझेको छौँ भने अहिले यतिखेरसम्म चाहिँ नि अमेरिकाको यो प्रस्तावका रूपमा रहेको छ, हस्ताक्षर नहुन्जेलसम्म यो प्रस्तावका रूपमा रहेको मानौ। यसलाई जसरी एमसीसीमा एक किसिमको दबाव सृजना भएको थियो, यो जसरी पनि नगरी नहुने अवस्थाको सृजना भएको थियो नि, विभिन्न तरिकाले विभिन्न स्टेटमेन्टहरूले दबावै दिएको अवस्था सृजना भएको थियो। यो अहिले यो एसपीपी जुन यो प्रोग्राम छ, यो पार्टनरशिप, स्टेट पार्टनरशिप यो प्रोग्राममा पनि हामीले सारा जनताले अथवा भनौँ न भोलि यसको अझ इन्साइट्सहरू आउँदाखेरि यो देशको हितमा छैन, हाम्रो असंलग्न परराष्ट्र नीतिको खिलाफ हुन्छ, छिमेकी चीनलाई चिड्याउने काम हुन्छ, उच्च भूगोल हिमाली क्षेत्रमा चाहिँ नि पारस्परिक सैन्य अभ्यास गर्ने कुरालाई लिएर चाइनाले पक्कै पनि यो कुरालाई गम्भीरतापूर्वक लिन्छ भन्ने अनुमान गरिरहँदा यसलाई रिजेक्ट गर्ने हैसियत नेपालको छ। नेपाल यसलाई रिजेक्ट गर्न सक्छ कुनै कारणले, अथवा होइन यो जसरी चाहिँ एमसीसीमा चाहिँ एउटा तनावको स्थिति सृजना भएको थियो, दबावको स्थिति सृजना भएको थियो, त्यसतर्फ नै यो जान्छ होला कि हामी त्यो स्ट्यान्ड लिन सक्ने हैसियतमा हुन्छौँ अथवा छौँ कि ओके यो सारा देशले अथवा विभिन्न पार्टीहरूले सदनमा, सडकमा सबैतिर आएर यसको चाहिँ विरोधमा उत्रियो भने हामी यसलाई रिजेक्ट गर्न सक्ने हैसियतमा पुग्न सक्ने चान्सेस देख्नुहुन्छ तपाईँ? एमसीसीको विरोधमा सडक तात्या होइन, टायर बल्या होइन, नारा लाग्या होइन, टाउको फुटाएको होइन, मानिसहरूको असुर ग्यास छोडेको होइन। त्यसको परिणति के देख्यौँ भन्दाखेरिमा एकपटक विदेशी राजदूतले बोलाएर हाम्रा नेताहरूलाई यो मनी लान्ड्रिङ र ह्युमन राइट्सको केसको चाहिने त्यो डोमल्किस तलवार देखाउने बित्तिकै तर्सेर भोलिपल्ट पास भएको कुरा हामीले बिर्सिया छौँ र? त्यो सम्झिने बित्तिकै हामीलाई लाग्छ हामी यति कमजोर अवस्थामा छौँ। यो कमजोर अवस्थामा हामीले यस किसिमको कुराहरू गर्ने बेला यो होइन।
यो मौसम यसको निम्तिमा अनुकूल उपयुक्त छैन। र दोस्रो कुरा के हो भने हाम्रो भूगोल जुन ढङ्गबाट संवेदनशीलता भौगोलिक संवेदनशीलता बढेर गइरहेको छ, जुन किसिमबाट नेपालको कूटनैतिक अनुभवको लामो इतिहासमा पहिलो पटक दुईवटा शक्तिशाली राष्ट्रहरूले सार्वजनिक रूपमा शाब्दिक युद्ध गरेको हाम्रो ताजा छ हाम्रो अनुभव। त्यो अनुभव भएको बेलामा हामीले हाम्रो अवस्था बुझेर यस्ता कुराहरूमा लाग्ने भन्दा सट्टा हामीले विचार के गर्नु पर्थ्यो भनेदेखि हाम्रो निम्तिमा अहिले हाम्रो संसारमा जुन युक्रेनको युद्धपछि एउटा प्रश्न भइसकेको छ कि साना राष्ट्रहरूको लागि विश्व सुरक्षित छैन, विश्व निर्दयी छ। संयुक्त राष्ट्रसङ्घ जुन उद्देश्यको लागि बनेको थियो त्यो संयुक्त राष्ट्रसङ्घ साना राष्ट्रहरूलाई सुरक्षित राख्नु निम्तिमा सशक्त छैन, त्यो निर्दोष भइसकेको छ भन्ने कुरा थाहा भइसकेको छ। त्यो बेलामा हामीले हाम्रो आफ्नो हैसियत बढाउनको निम्ति, हाम्रो सुरक्षित बढाउनको निम्तिमा हामीले दुईटा छिमेकीहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ। अर्को शक्ति जतिसुकै बलियो भए पनि दुईटा छिमेकीहरूको अगाडि त्यो बलियो शक्तिले प्राथमिकता पाउनु हुँदैन। हाम्रो नीतिमा छिमेकीको महत्त्व बढी हुनुपर्छ र हामीले हाम्रो संसार, अहिलेको संसार साना राष्ट्रको लागि निर्दयी भएको छ भन्ने कुरालाई तथ्य बुझेर हामीले नयाँ यस्ता विवाद खडा गर्नुभन्दा हामीले हाम्रो हैसियत बढाउनुपर्छ, हाम्रो कूटनैतिक संयम राख्नुपर्छ र कूटनैतिक सिप देखाउनुपर्छ। भूगोलको सञ्चालनमा हामी जुन किसिमबाट लापरवाह हुँदै गएका छौँ, जुन किसिमबाट हामीले भूगोलको अधिक उपयोग गर्न थालेका छौँ, त्यो नेपालको लागि जोखिमपूर्ण हुन्छ। यस्ता जोखिमबाट धेरै विश्वका धेरै राष्ट्रहरूले दुःख पाएका छन्। नेपाललाई, नेपालको इतिहासलाई, नेपालको भूगोललाई र नेपालको जनतालाई दुःख दिनु हुँदैन। हामी विश्वलाई